आजको खबरमा अब मौसम सम्बन्धी खबर। आज राति कैलालीमा केही ठाउँमा बादल लाग्ने र धेरै जसो ठाउँमा आकाश सफा रहने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज राति कैलालीमा पानी नपर्ने र हावाहुरीको सम्भावना नरहेको जनाएको हो। सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लाका केही ठाउँमा बादल लाग्ने, चट्याङ पर्ने र वर्षाको सम्भावना रहेको छ। पहाडमा हुने वर्षातले तराईमा बाढी आउन सक्ने जोखिम हुने भएकाले चनाखो रहन मौसमविदले सुझाव समेत दिएका छन्। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्रिने जलवायुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था हेर्ने हो भने आज दिनभर देशको पहाडी भूभागमा अधिकांशदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखिएको र आंशिक रूपमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदल रहेको छ। कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षात समेत भएको जनाइएको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा र आंशिक बदल रहेको छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागमा एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षातको सम्भावना समेत रहेको जनाइएको थियो। देशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षात समेत भएको जनाइएको छ। आज राति देशको पहाडी भूभागका अधिकांश ठाउँमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षात र हिमाली भूभागमा एक दुई स्थानमा हल्का वर्षा सहितको हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।